हेलो साथीहरु नमस्ते। फाइनली चाहिँ मेरो सोर चाहिँ अब खुलिसक्यो, अब यति नै खुलिसक्यो। अनि मैले चाहिँ ब्लगहरु आज भनिरहेको थिएँ अनि म हाल्न पनि पाएको थिएन नि त। अनि मैले चाहिँ आज अब यो ब्लगलाई नै जोडेर हाल्दैछु हैन, किनभने चाहिँ मेरो यत्रो दिन सोर सुकेर चाहिँ म बोल्न पनि भएको थिएन, हाल्न पनि मिलेको थिएन के। अब टिकटकहरु चाहिँ पोस्ट गरिरहेको थिएँ। अनि आजको ब्लग चाहिँ सुरुबाट हेर्न नछुटाउनु होला। छोटो छ मिठो छ मेरो दाइको बिहेको ब्लग। फर्स्टमा चाहिँ हामी भिडमै गएरौँ है। म चाहिँ यसो थ्रेडिङहरु गर्नको लागि चाहिँ पार्लर गएँ फर्स्टमा। अनि त्यसपछि बेलुका घरमा आएर चाहिँ साडीहरु मिलाएर राखेको थिएँ। अनि अब कुन चाहिँ साडी लगाउने भनेर चुज गर्न थालेँ कि अब साडीहरु धेरै त छैन, त्यही नै अब यति नै थियो। अनि अब कुनै लाएर फोटो खिचेर हुन्छ। अनि बिहे चाहिँ अरूको फिक्स हुन्छ साथीहरु। अनि हामीलाई चाहिँ प्रब्लम चाहिँ यही हुन्छ के लाएर जाने भनेर। नयाँ घडी हो मेरो यो। अब म भोलि बिहान भयो साथीहरु, मैले राम्रोसँग भिडियो जोडेर बनाउन सकिनँ। मसँग त्यति धेरै टाइम पनि थिएन नि त। म चाहिँ यसरी साडीहरु एउटा एउटा ट्राई गर्दैछु के। अनि कुन चाहिँ लगाम कुन चाहिँ फोटोमा सुट हुन्छ, अनि बच्चा बोकेर जानलाई कुन चाहिँ तरिकाले मलाई सजिलो हुन्छ अनि लगाइरहेको छु कि। हजुरले टिकटकको भिडियोमा पनि देखिसक्नु भयो होला मैले लगाएको। अनि फिक्स भयो। अब म बाहिर यसो हिँड्दैछु, बाहिर घाममा बिहान उठेर दाइको बिहे हो नि त। अनि यसो हेरौँ आफूलाई त गाह्रो बच्चा बोकेर बिहामा जानलाई। बिहामा अब हाम्रो चाहिँ जन्ती चाहिँ काठमाडौँबाट चितवन आउने हो कि। अनि तर म चाहिँ यही चितवन मात्रै एटेन्ड हुन्छु, उता फर्केर जाने ठाउँ पर्छ काठमाडौँ चाहिँ जाँदिनँ। लामो बाटो बच्चा बोकेर त्यहाँसम्म चाहिँ म इन्जोय गर्छु। अनि यो ब्लग चाहिँ 23 नम्बरको मात्र आउँछ, त्यहाँपछिको चाहिँ आउँदैन होला है त। अनि बेलुकातिर चाहिँ हामी बजारतिर निस्क्यौँ कि कस्मेटिकमा गएर मलाई यसो केही ल्याउनु थियो। अनि त्यहाँपछि हामी खाजा खान थाल्यौँ, भोक लाग्यो नि त। अनि मैले त्यहाँ गएर अरू केही लिँदैन, एउटा चुटा बोकेर मात्र आएँ। अनि अरू चाहिँ खासै मन परेन। अब यो ग्रिनमा लगाउने चाहिँ येलो नै हुन्छ होला चुरा। भोलिपल्ट बिहेको दिन हो। अनि म चाहिँ माइत गएर हिँड्छु भन्ने मौका पऱ्यो, तर हतारको तालमा घरमै रेडी भएर जान थालेँ कि। अनि म चाहिँ माइत पुगिसकेँ। त साडी लाई भइरहेको। अब गर्ल्सको प्रब्लम यही हो। म चाहिँ अहिले सिम्पल भएर जान लागेको छु कि। हाम्रो दादाहरू यहाँ पुरा कोट सर्टमा रेडी हुन्छ होला। हामी चाहिँ अटो बोलायौँ। अनि अटोमा हामी जान लाग्यौँ कि। यो चाहिँ भरतपुरको बसिनी हो। अनि हामी चाहिँ यहाँ सबजना जम्मा भइसक्यौँ। अनि जन्ती चाहिँ काठमाडौँबाट आउनु लागेको हो कि। अनि हामी चाहिँ यहीँबाट मिसेर जान लागेको हामी यहाँ चितवन पार्टीहरू चाहिँ। अनि हामी चाहिँ वेटिङमा छौँ। यतिखेर चाहिँ अब के गर्ने भनेर हामी फोटो भिडियो बनाउन थाल्छु म चाहिँ। अनि मेरो काम त यही त हो नि। अनि मेरो बाबु चाहिँ त्यहाँ लिखेँ नि त अब मम्मीहरूले। अनि म चाहिँ यसरी लिखेँ। फोटो भिडियो सबै टिकटकमा आइरहेको होला होइन, साथीहरूले हेर्नु भइसक्यो होला। त मेरो भाइ यो त ब्याग यस्तो गर्ने चाहिँ अब उसको त अब टिकटक बनाइदिएन भन्छ। मेरो हेरेर सिकायो त भने भाइ कसको हो। अब उसलाई चाहिँ यहाँ के गर्नु परेछ अरे। अब बिचरा भाइको टिकटक बनाइदिनु लगाएको मैले चाहिँ। पछि गइहाल्छ होला नि। मैले पनि बनाएँ। फाइनली हाम्रो गाडी आएर त्यहाँ रोकिसक्यो। मेरो बुढा मलाई छोडेर काठमाडौँ जान लानु भएको यसरी सुर्केस बोकेर। हाम्रो ठुलोबा चाहिँ दुलाको बाबा हो। दुलाको बाबा हो जन्ती सबजना है। हामी कता हो बाबा? हेलो मेरो छोरा त गयो, म छोराको लानु पर्छ। मेरो बाबु त गयो, म चाहिँ आउनु हजुर आएर। उता पछाडि सिट छ अरे, त्योमा खाली हो कि छैन? छ अरे, 4 बजेर छ अरे जानु। हेलो नाच्ने दस नै कहाँ बस्ने हामी? म सिट पनि पाएँ। म चाहिँ यहाँ बसेँ। अब म्युजिक सुन्दै हल्ला गर्दै जानु पर्यो अब भाउजू लिनलाई। सबैजनाहरू गीत सुन्दै चिल पारेर हिँड्नु भएको छ।
अब यो बिहेको रम्चमा राम्रोसँग भिडियो बनाउन पाइँदैन, बोल्न नि पाइँदैन, यता भन्यो उता भन्यो, बच्चा बोक्यो भन्यो। म त धेरै जस्तो बेबी बोकेर हिँड्दा थिएँ, कहिले मम्मीलाई कहिले गर्दै गर्नु। दाइले चाहिँ मेरो कुरा गर्नुभयो कि सानोको छोरी भनेर मलाई देखाउनु भयो मैले भिडियो बना भनेर। अनि हाम्रो दिदी बहिनीहरूको गफ चाहिँ अब के भइरहेको थियो पनि यहाँ भिडियो भइरहेको थियो यहाँनिर। अनि म चाहिँ बाबा बोक्दा व्यस्त छु। यहाँ मामा हुनुहुन्छ, बहिनीको बिहा भएर छोरा भइसक्यो, तर यहाँ मामाको बिहा मामा यता अब नाच्दै नाच्दै बेलुका हुन लागिसक्यो। म चाहिँ घर फर्किन लाग्यो। अनि अब चाहिँ यो चाहिँ बेलुकाको भिडियो हो। मलाई चाहिँ भिडियो पठाउनु भएको भएर मैले यहाँ ब्लगमा याद गरिदिएको। म यतिखेर चाहिँ घर फर्किसकेको थिएँ। साँझको बेलामा धेरै बहन पनि भएन मलाई बाहिर बच्चा बोकेर। अनि म चाहिँ बेलुका हुने बित्तिकै बाबु लिएर घर आइसकेको थिएँ साथीहरू। अनि यो भिडियो चाहिँ हजुरले हेर्नुहुन्छ नहालिदिएको मात्र हो, अहिलेको लागि हेर्नु होला है, त्यो कसले जित्छ। फाइनली म चाहिँ अटो बुक गरेर घरतिर आइसकेँ साथीहरू। अनि मेरो बिहान जाँदा अर्कै भयो त अहिले म यसरी आएँ। अनि यतिन्जेल मेरो भिडियोहरू हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।
मेरो स्वर सुकेर या बोल्न पनि गाह्रो भएछ अनि मैले चाहिँ यो ब्लग चाहिँ पछि हाल्छु सो अनि यो हजुरहरूले सुन्नको लागि मात्रै राखिदिएको मैले यो ब्लगमा कति दिनमा बल्ल मेरो स्वर खुल्छ